सो यो भिडियोमा चाहिँ हामी गोल्डको बारेमा कुरा गर्न गइरहेका छौँ। अहिले चाहिँ गोल्डको प्राइस पहिलाको भन्दा अलिकति घटेको छ एन्ड यदि चाहिँ तपाईँ जापानमा हुनुहुन्छ र गोल्ड कसरी किन्ने भन्ने कुरामा तपाईँलाई इन्ट्रेस्ट छ भने चाहिँ यो भिडियो तपाईँले फलो गर्न सक्नुहुन्छ है त। एन्ड क्वेसन आउन सक्छ लाइक इज द बेस्ट टाइम टु बाई गोल्ड एन्ड आई से इट डिपेन्ड्स है तपाईँको फाइनेन्सियल कन्डिसन कस्तो छ भन्ने कुरा। बट कम्पेरेटिभली पहिलाको भन्दा अलिकति घटेको छ एन्ड इन फ्युचर अझ पनि मलाई घट्छ जस्तो लागिरहेको छ। तपाईँले चाहिँ न्युजहरू फलो गरिरहनु भएको छ भने चाहिँ यु नो द रिजन। जापानमा चाहिँ सुन किन्ने अब डिफ्रेन्ट तरिकाहरू छ है। अब एउटा भनेको तपाईँले चाहिँ ज्वेलरिजको थ्रु किन्न सक्नुहुन्छ। तपाईँले चाहिँ सुन पसलहरूमा गएर चाहिँ रिङ नेक्लेस होइन यो ज्वेलरिजको थ्रुबाट चाहिँ तपाईँले चाहिँ गोल्ड किन्न सक्नुहुन्छ। बट याद गर्नुहोस् चाहिँ जापानमा चाहिँ ज्वेलरिजमा पाइने प्योर क्वालिटी भनेको 18 क्यारेट हुन्छ, नेपालको जस्तो 24 क्यारेट हुँदैन है त। एन्ड अनदर भनेको गोल्ड इटिएफहरू। अब यो चाहिँ तपाईँको स्टक जस्तो हो, यसमा चाहिँ तपाईँको गोल्डको प्राइसलाई यसले फलो गर्छ एन्ड तपाईँसँग फिजिकल गोल्ड त हुँदैन बट कम्पनीको स्टक हुन्छ। एन्ड अनदर वे जुनमा आज तपाईँले देखाउनु गइरहेको छ त्यो तपाईँको राकुतेन सेक्युरिटिजको गोल्ड सर्भिसको थ्रुबाट हो। अब यसमा चाहिँ तपाईँको काइन्ड अफ फिजिकल गोल्डै हुन्छ। यसमा चाहिँ तपाईँलाई चाहिँ राकुतेन सेक्युरिटिज तपाईँको बिहाफमा चाहिँ गोल्ड किनेर स्टोर गरिदिन्छ अनि एउटा लिमिट पुगेपछि तपाईँले त्यो गोल्डलाई चाहिँ फिजिकल रूपमा मगाउन पनि सक्नुहुन्छ है त। अब एउटा कुरा याद गर्नुहोस्, तपाईँले यहाँ मगाएको गोल्ड यदि नेपालमा लानुहुन्छ भने त्यहाँ तपाईँले फेरि छुट्टै ट्याक्सहरू तिर्नु पर्ने हुन्छ, त्यो आफ्नो हिसाबले हेर्नु होला है त। यसमा पनि दुईवटा तरिका छ। एउटा भनेको तपाईँको लाइक तपाईँले महिनाको 2000, 5000, 10,000 चुमिताते इन्स्टलमेन्टको थ्रुबाट पनि गर्न सक्नुहुन्छ। अनि अर्को भनेको तपाईँले स्पट बाई गर्न सक्नुहुन्छ। अब ग्रामको हिसाबले या भनौँ तपाईँको पैसा कति छ तपाईँसँग 1 लाख 2 लाख होइन, त्यो हिसाबले पनि तपाईँले बाई गर्न सक्नुहुन्छ। सो यति बुझ्नुभयो भने चाहिँ तपाईँले मलाई फलो गर्न सक्नुहुन्छ। एन्ड नोट गर्नुहोस् कि यो कुनै फाइनेन्सियल सजेसन होइन, एज अ ट्युटोरियलको रूपमा तपाईँले हेरिदिनु होला। तपाईँको फाइनेन्सियल सिचुएसनहरू हेरेर तपाईँले आफैले डिसाइड गर्नु होला। कहिले पनि कसैले अरूले भनेको भरमा गएर नकिन्नु होला, आफ्नो रिसर्च आफै गर्नु होला। एन्ड द्याट्स इट एन्ड लेट मी सेयर यु माई स्क्रिन। सुरुमा चाहिँ राकुतेन सेक्युरिटिजमा लगइन गर्नु होला। लगइन गरेपछि तपाईँको यहाँनिर अप्सन देख्न चाहनुहुन्छ किन र प्राचीना भने योमा गएर चाहिँ तपाईँले चाहिँ सुनसँग रिलेटेड कारोबारहरू गर्न सक्नुहुन्छ। एन्ड एज यु क्यान सी त्यहाँनिर चाहिँ तपाईँको चाहिँ 9 बजीदेखिको रातिको 12 बजीसम्म तपाईँले चाहिँ किन्न सक्नुहुन्छ। अनि तपाईँको यो रेट चाहिँ सुनको रेट चाहिँ 5-5 मिनटमा फरक पर्छ है, चेन्ज भइरहन्छ। अनि अर्को कुरा चाहिँ तपाईँले बेलुकाको 3 बजीदेखि बेलुकाको 5 बजीसम्म त्यो 2 घन्टाको बिचमा चाहिँ तपाईँले सुनसँग कारोबारहरू केही पनि गर्न सक्नुहुन्छ। त्यो चाहिँ काइन्ड अफ ब्रेक हुन्छ यिनीहरूको है, यति नै हो। अनि त्यसपछि तपाईँले त्यहाँ तल हेर्नु भने चाहिँ अब किन्ने रेट र बेच्ने रेट छ अनि यो चाहिँ हरेक 5-5 मिनटमा फरक हुन्छ एज आई सेड। अनि तपाईँले चाहिँ त्यहाँ राइट ह्यान्ड साइडमा गएर हेर्नु भयो भने चाहिँ दुईवटा अप्सन देख्न सक्नुहुन्छ। एउटा चाहिँ तपाईँको खाइचुमन छ तुरुन्तै किन्न, अर्को चाहिँ चुमिताते छ। अब चुमिताते पनि एकचोटि हेरिहालौँ। चुमिताते गर्दाखेरि तपाईँले चाहिँ दुईवटा तरिकाले किन्न सक्नुहुन्छ। एउटा चाहिँ तपाईँले वेटको आधारमा किन्न सक्नुहुन्छ, लाइक 1 ग्राम 2 ग्राम कति ग्राम। अनि अर्को चाहिँ तपाईँको चाहिँ प्राइसको आधारमा किन्न सक्नुहुन्छ, 5,000 10,000 कति हजार छ त्यो हिसाबले तपाईँले किन्न सक्नुहुन्छ। अनि तपाईँले चाहिँ त्यहाँ अब जिसिगेचु पनि देख्न सक्नुहुन्छ, कुन महिना किन्ने पनि आफ्नो हिसाबले तपाईँले राख्न सक्नुहुन्छ। एन्ड तपाईँले चाहिँ क्रेडिट कार्डलाई पनि युज गर्न सक्नुहुन्छ सुनहरू किन्नलाई। त्यहाँ तपाईँले 0.5% पोइन्ट पनि आउँछ भनेर लेखेको छ। अब आफ्नो हिसाबले एक्सप्लोर गर्नु तपाईँले कुनमा चाहिँ इन्ट्रेस्ट छ। एन्ड म चाहिँ यहाँ स्पट बाई गर्न गइरहेको छु। सो त्यही भएर चाहिँ म अहिलेकै पेजमा फर्केर गएर चाहिँ त्यहाँबाट चाहिँ खाइचुमनमा गएर क्लिक गर्नेवाला छु। सो खाइचुमनमा गएपछि तपाईँले त्यहाँ 3टा अप्सन देख्न सक्नुहुन्छ, किन, प्राचीना र गिन। अब गिन भनेको सिल्भर हो है। अनि एउटा कुरा याद गर्नुहोस् कि तपाईँले यो गिन जुन सिल्भर छ त्यो चाहिँ तपाईँले फिजिकल अब्जेक्ट रूपमा पाउन सक्नुहुन्न, अप्लाई गर्न सक्नुहुन्न। त्यो चाहिँ तपाईँले चाहिँ जस्ट यही इटिएफकै जस्तो तपाईँले किनबेच गर्न सक्नुहुन्छ। बट गोल्ड र प्लाटिनम चाहिँ तपाईँले फिजिकल अब्जेक्टको रूपमा चाहिँ घरमा मगाउन सक्नुहुन्छ गोल्ड बारको रूपमा है त। एन्ड अर्को कुरा चाहिँ तपाईँले चाहिँ यो जुन गोल्ड छ यो चाहिँ तपाईँको चाहिँ 24 क्यारेट हुन्छ है। जस्तै मैले अघि भने जस्तै ज्वेलरिजको चाहिँ 18 क्यारेट हुन्छ भनेपछि यो चाहिँ तपाईँको चाहिँ 24 क्यारेट हुन्छ, 99.99% प्योर गोल्ड है यो चाहिँ। त्यहाँ तपाईँले खाइ बटनमा क्लिक गर्नु भने चाहिँ यो अप्सनहरू खुल्छ। यसमा चाहिँ तपाईँको दुईवटा छ किन्ने तरिका। एउटा चाहिँ तपाईँले चाहिँ पैसाको आधारमा किन्नुहुन्छ कि तल चाहिँ तपाईँको ग्रामको आधारमा, वेटको आधारमा 1 ग्राम 2 ग्राम होइन। म चाहिँ यहाँ 1 ग्राम किन्न गइरहेको छु फर इक्जाम्पललाई। सो त्यही भएर चाहिँ म चाहिँ 1 ग्राम हाल्छु। एन्ड एज यु क्यान सी त्यहाँनिर चाहिँ 21,305 रुपियाँ देखाएको छ। त्यो चाहिँ तपाईँको 3 बजेर 10 मिनटको प्राइस हो। एन्ड त्यहाँ तपाईँले राइट ह्यान्ड साइडमा 1.65% चाहिँ तपाईँको चार्ज त्यसरी देखाएको छ। त्यो भनेको तपाईँको चाहिँ उनीहरूले सर्भिस चार्ज है। 21,305 को 1.65% गर्दाखेरि लगभग 350 जस्तो पर्न आउँछ। यति गरेपछि तपाईँले चाहिँ तलको निलो चुमन्ना योग खाएको निसुरु भन्ने बटन क्लिक गर्नुभयो भने चाहिँ तपाईँको चाहिँ कन्फर्मेसन केसको। एन्ड एज यु क्यान सी त्यहाँनिर चाहिँ मैले 1 ग्राम अर्डर गरेको छु। 21,305 चाहिँ मेरो रेट भयो। अनि त्यसमा चाहिँ सर्भिस चार्ज 350 गर्दाखेरि मेरो 21,755 रुपियाँ चाहिँ मेरो लाग्ने भयो। अनि अलिकति तल गएर चाहिँ तपाईँले 4 डिजिटको आफ्नो पिनकोड हालेर कोनी सुरु भन्ने क्लिक गर्नुभयो भने चाहिँ तपाईँको चाहिँ च्युमन चाहिँ सक्सेस भयो। द्याट मिन्स तपाईँले अर्डर प्लेस गर्नुभयो, तपाईँको चाहिँ अर्डर चाहिँ प्लेस भयो। एन्ड एज यु क्यान सी कोनी हो उके चुके मास्ता भनेर देखाएको छ। अनि तपाईँले चाहिँ च्युमन सेउखाई ए भन्ने त्यहाँ गएर हेर्नुभयो भने पनि तपाईँले देख्न सक्नुहुन्छ च्युमन जोकेन चाहिँ अहिले चाहिँ याक्ते छ। द्याट मिन्स मैले चाहिँ अर्डर प्लेस गरेको छु। अब राकुतेनले चाहिँ अब एकछिनमा चाहिँ तपाईँको चाहिँ अर्डरको अनुसारले चाहिँ गोल्ड चाहिँ किनिदिन्छ। अनि त्यसपछि तपाईँले चाहिँ आफ्नो पोर्टफोलियोमा यो गोल्डलाई देख्न सक्नुहुन्छ है त। यति नै हो। अब बेच्नलाई पनि सेम त्यस्तै हो। अब बेच्नलाई पनि हेरिहालौँ। बेच्नको लागि चाहिँ तपाईँले चाहिँ यो चुमन यो तल
स्क्रल डाउन गर्नुभयो भने चाहिँ त्यहाँ तपाईँले देख्न सक्नुहुन्छ आफूसँग के सम्पत्ति छ भनेर। यदि तपाईँसँग चाहिँ गोल्डहरू छ भने चाहिँ त्यहाँ देखाउँछ है। मसँग 5 ग्रामको गोल्ड र 6 ग्राम जतिको चाहिँ सिल्भर छ। सो त्यहाँ गएर तपाईँले उरी बटन देख्न सक्नुहुन्छ। त्यो उरी बटनमा तपाईँले क्लिक गर्नुभयो भने चाहिँ त्यहाँ अघि जस्तै पेज खुल्छ। फेरि एकचोटि उरी बटन क्लिक गर्नु होला। त्यहाँ चाहिँ अब तपाईँले चाहिँ अब कति रुपियाँ बराबरको बेच्ने या कति ग्राम बराबरको बेच्ने। सो फर इक्जाम्पललाई चाहिँ म चाहिँ 1 ग्राम हाल्छु। 1 ग्राम मैले हालेँ, त्यसपछि तल गएर चाहिँ चुमन हो खाकुन सुरु भन्ने क्लिक गरेपछि तपाईँले त्यहाँनिर आफ्नो पिनकोड हालेर चाहिँ बाइकाको सुरु भन्ने बटन क्लिक गर्नुभयो भने चाहिँ तपाईँको अर्डर प्लेस हुन्छ। अब यो पनि सेम हो, राकुतेनले चाहिँ अब सिचुएसन हेरेर चाहिँ तपाईँको चाहिँ अर्डरलाई चाहिँ बेचिदिने या किन्ने गर्छ। यति गरेपछि तपाईँको चाहिँ लाइक काइन्ड अफ तपाईँले चाहिँ सुनहरू कारोबार गर्न सक्नुहुन्छ है त। एन्ड इफ यो प्रोसेसमा कुनै पनि इस्युहरू आएको छ भने तपाईँले मलाई कमेन्ट गरेर भन्न सक्नुहुन्छ। एन्ड यो भिडियो चाहिँ तपाईँको सुनमा चाहिँ इन्ट्रेस्ट भएको साथीहरूलाई चाहिँ सेयर गरिदिनु होला एन्ड लाइक र फलो गर्न नबिर्सनु होला। थ्याङ्क यू फर वाचिङ एन्ड सी यु इन माई नेक्स्ट एपिसोड।